राम्रै फलेछ योपालि लसुन फलेछ। ए यो तपाईँले खन्दै गर्नुभएको नि लसुन दर्शक पनि हाम्रो फल्यो। खै एकताल देखाउनु त काका यस्तो हेरौँ लसुन ए सबैले हेरौँ आहा दामी दामी फलेको छ। दामी फलेको छ है लसुन हेर्नुहोस् है लगायो भने चाहिँ हुने रहेछ है एकदम यहाँ लगायो भने जे पनि ल कृषक महानुभावहरू हेर्नुहोस् एकदम आलु कोपी मकै बुढो मान्छेले कस्तो मेहनत गर्नुहुन्छ हो यसरी मेहनत गर भने चाहिँ राम्रो हुन्छ है यो चाहिँ एउटा भिन्डी, सिमी, सुसन्देश हो। बोडी जे पनि हुन्छ त यहाँ। जे पनि हुन्छ नि ए हेर्नु त आमा ऊ त्यो फल आयो। हेर्नुहोस् है लसुन भन भाइले पनि लसुन उखेल्दैछन् हो हेर्नुहोस् त दर्शकबिन कति मजाले लसुन यसरी पुकु आइराखेको छ है र हेर्दाखेरि बोट यही नदेखे तापनि लसुनका दाना भने पोटिला पोटिला मजाका अनि स्वादिला टाइपका देखिन्छन् दर्शकबिन हेर्नुहोस् त मानिसले यान कि किसानले चाह्यो भने के चाहिँ हुँदैन र यो भाइले पनि यसरी लसुन उखेल्दै गरेको दृश्य हजुरहरू समक्ष सार्वजनिक भइरहेको छ दर्शकबिन आउनुहोस् तपाईहरू पनि यसरी खेतीपाती यान कि कृषिपट्टि अलिकति ध्यान आकर्षण गर्नुहोस् उहाँ एकातिर बुजुर्ग एकजना बुवाले कति मजाले लसुनहरू उखेल्दै गरेको दृश्य पनि तपाईहरूले देखिराख्नु भएको छ दर्शकबिन केही गरे मात्र हामीहरूले केही पाउँछौँ हेर्नुहोस् त कृषक भनेको यस्तो एउटा महत्त्वपूर्ण चिज हो ताकि हरेक दिन हरेक समय हरेक पल आफ्नो गाउँ अनि आफ्नो देश अनि आफ्नो राज्यलाई हरियो बरियो बनाउनको निम्ति मद्दत गर्दछन् यी कृषक भएकै कारणले गर्दाखेरि देश आज बाँचेको छ देशलाई आजादी दिलाउने अनि समस्त कर्मचारीहरूको निम्ति आहार बटुल्ने पनि यिनै किसान हुन् हवस् त दर्शकबिन आजलाई यो भिडियो के कस्तो लाग्छ टोटगाउँबाट हेर्नु हुँदैछ यदि राम्रो लागे मेरो युट्युब च्यानललाई लाइक शेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला नमस्कार म भीमप्रसाद शर्मा टोटगाउँबाट।